एकपछि अर्को आक्रमण, एकपछि अर्को प्रहार। नदुख्ने त होइन साथी, यो दुख्छ मलाई पनि। निरन्तरको प्रहारले म लौलहान भएको छु, छाती छिया भएको छ, गाडिएको छ तीर, देखिरहेको छु, बगिरहेको छ रगत। मलाई थाहा छ पीडा छ, घाउ छ, थाहा छ। त्यही घाउमाथि फेरि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ। तर ढल्ने छुट छैन, लड्ने छुट छैन साथी हो। किनकि हामीले असार 7 2079 मा एउटा सपना देखेका छौँ। त्यो सपना हामीले आफ्नो व्यक्तिगत जीवनका लागि देखेका होइनौँ, यो देशको जीवनका लागि देखेका हौँ, यो समाजको जीवनका लागि देखेका हौँ। आफ्नो पीरमा हुने फुर्सद कुनै दिन निकालौँला, तर अहिले यो देशको पीर र यो देशको पीडालाई मलम लगाउने प्रतिबद्धता सहित हामी यो यात्रामा हिँडेका हौँ। यस्तो होइन कि मलाई दुख्दैन, दुख्छ, तर त्यो दुखाइ र पीडा सबै सहेर पनि हामी यो देशको साझा सपना पुरा गर्छौँ भनेर हिँडेका छौँ र त्यसलाई पुरा गरेर छाड्छौँ।